गाइजहरु मोमो खान आनिस ओ यार हामी बिचालाई लट्ठी लखटेर अलि चाखामा बम पड्काइदिनु नि के गर्छिस वाउ बोयफ्रेन्ड भएपछि त यहाँ साइडमा बसालेर खेलाउटे अब छैन अब एक्लै खेल्दै बस्छु हेलो एभ्रीवान वेलकम ब्याक टु माई च्यानल सो गाइजहरु आज चाहिँ म यहाँ त भालुबाङ घुम्न आएको छु तपाईं देख्न सक्नुहुन्छ यो चाहिँ हाम्रो भालुबाङमा रहेको लभ पार्क हो यहाँ चाहिँ विभिन्न ठाउँबाट मान्छेहरू घुम्न आउँछन् तपाईहरु पनि आउन सक्नुहुन्छ म चाहिँ डाङको मान्छे हो तर म यहाँ चाहिँ घुम्न आएको थिएन तर एकदम राम्रो रहेछ अब हुन त आफ्नै गाउँमा भएको पछि घुम्न जाम्ला भन्दै आज चाहिँ म टाइम मिलाएर घुम्न आएको छु यहाँ देख्न सक्नुहुन्छ कति राम्रो बाघ छ जरायो छ हाम्रो अगाडि हुनुहुन्छ यहाँ चाहिँ कोही पनि आएनन् अहिले चाहिँ उयो बिहानी र म मात्र आछन् अरु सबै चाहिँ साथ आउँछन् के यहाँ फेरि हुन त अब हामी यस्तो पीडित मान्छे हैन हामीलाई के को साथी के हैन हामी त जतिखेर पनि आउन सक्छौँ यहाँ हेर्नु जरायो ओ त्यस्तो बाँधेल देख्न सक्नुहुन्छ एउटा चाहिँ दर्शक चाहिँ आउनु भइसकेको छ यहाँ आउन सक्नुहुन्छ भालुबाङ नजिकै भएका मान्छेहरू घुम्न सक्नुहुन्छ बस एकैछिन त्यहाँ बस पार्क हो यो यहाँ बस रुक्ने बेलामा हजुरहरू टाइम मिलाएर चाहिँ यहाँ घुम्न आउन सक्नुहुन्छ ओइ जान्छ आज यहाँ खेलम पिङ कताबाट हो र ल यहाँ चाहिँ उता बस्ने ठाउँ हो ओ हामीलाई गाडी त गर्दैन नि अहिले फेरि यिनीहरू जातीहरू भनौँ गाडी घोडा यहाँ हेर्न सक्नुहुन्छ बच्चा ओ पिङ खेल्न लाग्छ हेर्न सक्नुहुन्छ यहाँ आएर पिङ पनि खेल्न सक्नुहुन्छ तपाईहरु गुत्ता कति माथि ओए साथीहरु यहाँ कस्तो पिङ खेल्न पाइन्छ वाउ कस्तो रमाइलो दिनहरु छ वाउ नजारा देखेर भ्यू देखाइदैन उताको त पिङ खेल्दै भ्यू यस्तै हेर्न सक्नुहुन्छ भएपछि त यहाँ साइडमा बसालेर खेलाउटे अब छैन अब एक्लै खेल्दै बस्छु मस्त जोक मारा रे अब चाहिँ साथीहरु हामी चाहिँ हैन त्यो एकछिन त्यो झोपडीमा जान्ला झोपडी त्यहाँ हेर्न सक्नुहुन्छ एकछिन त्यो झोपडीमा कुराकानी गर्न जाँदैछौँ त्यहाँ हेर्न सक्नुहुन्छ कस्तो यो जङ्गल छ तेरो उसले राख्दै होला के ला यो बिहान ल्याएर खान्छु भनेर अङ्गुर खाने हो साथीहरु वाउ हेर्न सक्नुहुन्छ साथी कृपया यहाँ यस्तो पार्कहरुमा आएर यस्तो फोहोर नगरिदिनु होला है साथीहरु विनम्र अनुरोध यसले चाहिँ अङ्गुर भेटाको चाहिँ खान लाछि है यसले ल साथीहरु अब चाहिँ हामी हैन तल जान्छौँ है अर्को त्यहाँ बस्न जान्छौँ फेरि के छ त्यहाँ फेरि एउटा छ राम्रो खाला सनस्क्रिन नि फनस्क्रिन वाउ फुल हेर्न सक्नुहुन्छ साथीहरु कस्तो राम्रो काँडाको फुल दिनुपर्छ यस्तालाई गुलाबको फुल दिएर काम छैन केटा मान्छेहरूलाई अब हामी चाहिँ यहाँ त पानी पनि आउने रहेछ त यहाँ पानी चुई मुटे जस्तो हेर्न सक्नुहुन्छ अब हामी त्यो लभ पोलामा जान लाग्छौँ साथीहरु पहिला चाहिँ यसमा फोटो खिच्नु पर्यो यसो टोइलेट कहाँ टोइलेट उता झोपडामा छ आउन सक्नुहुन्छ वाउ म त यहाँ हेर्न सक्नुहुन्छ गेटबाट निक्ले अगाडि ल अब साथीहरु हामी चाहिँ यहाँ यसो फोटो खिच्छौँ फेरि तपाईलाई उता लभ पार्क देखाउँछौँ है यहाँ लभमा अहिले यो लभमा पनि फोटो खिच्ने हो अनि हाम्रो घर जाने बाटो चाहिँ यही हो तल झरेर ल यो फोटो खिचौँ आइज ल गाइजहरु अब चाहिँ हामी यहाँ फोटो खिचेर भ्यायौँ अब चाहिँ कृपया अभि आमा आउनु फुल टिपेको थिएँ त्यहाँ हेर पारी लेखेको के कृपया जथाभावी फोहोर नगरिदिनु होला असल नागरिकको परिचय ओए तैँले फुल टाउकोमा राखेको छिस् नि पक तँलाई भनिदिन्छु अब यहाँ आई लभ भालुबाङ लेखेको छ तपाईहरु यदि आउन चाहनुहुन्छ भने चाहिँ यो ठाउँको लोकेसन चाहिँ कहाँ हो भनेपछि यो भालुबाङ बस पार्क भयो हैन यहाँदेखि यता सिधै आउनुभयो भने देख्नुहुन्छ तपाईले टाढै देखिन्छ भालुबाङ बस पार्कदेखि एकचोटि यो ठाउँ घुम्न अवश्य आउनु होला अहिले चाहिँ हाम्रो भ्लग यही समाप्त भएको छ बाइ बाइ गाइज थ्याङ्क यू फर द वाचिङ भिडियो
ल गाइजहरू सबैजनालाई धन्यवाद भिडियो लास्टसम्म हेरिदिनु भएकोमा स्किप नगरी हेरिदिनु भएको सबैजनालाई के अरे मनैदेखि धन्यवाद र अब चाहिँ हामीहरू घरतर्फ लाग्दैछौँ।